संस्थामा रहेको ती व्यक्तिहरूको चाहिँ व्यक्तिगत डाटा तथा हस्ताक्षरको चाहिँ आवश्यक परेको थियो, त्यो मलाई उपलब्ध गराउन सक्नुहुन्छ? यसरी सेवाग्राहीहरूको व्यक्तिगत विवरण त दिन मिल्दैन नि म्याम। म तपाईँले दिनुभएको डाटाको दुरुपयोग गर्दैन म्याम, मलाई अति आवश्यक काम परेको चाहिँ यो चाहिँ तपाईँ र म बिच मात्रै गोप्य रहन्छ, बाहिर जाँदैन म्याम, दिनु न। त्यसरी दिन नमिल्ने हो। तपाईँ हाम्रो चिन्ताको मान्छे भएर अप्ठ्यारो पर्दा काम लाग्नुहुन्छ, त्यसरी भनिदिन्छु। तर यो कुरा तपाईँ र म बिच मात्र थाहा हुनु पऱ्यो नि। होइन, के कुरा हुँदैछ यहाँ? के डाटा भन्दै हुनुहुन्छ? तपाईँ संस्थासँग जोडिएका सेवाग्राहीको व्यक्तिगत विवरणको कुरा त हुँदै छैन। यदि त्यस्तो हो भने नेपालको कानुनले व्यक्तिगत कुनै पनि व्यक्तिको व्यक्तिगत विवरणलाई दुरुपयोग गर्ने कार्यलाई चाहिँ कसुरको रूपमा स्थापित गरेर सजायको समेत व्यवस्था गरेको छ नि। हाम्रो म्याम कुन कानुनले के कस्तो व्यवस्था गरेको छ नि? आउनुहोस् एकछिन बसेर कुरा गरौँ। व्यक्तिगत गोपनीयता सम्बन्धी 2075 को दफा 12 ले प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित तथ्याङ्क वा विवरणहरू गोप्य राख्न पाउने अधिकारको व्यवस्था गरेको छ नि। त्यसैगरी कुनै पनि व्यक्तिको व्यक्तिगत वा पारिवारिक विवरण र तथ्याङ्क सङ्कलन गर्दा निजको मन्जुरी लिएर गर्नुपर्नेछ र निजको मन्जुरी लिएर भए पनि जुन प्रयोजनका लागि लिएको सोही प्रयोजनका लागि मात्र उक्त विवरणहरू प्रयोग गर्न पाउने व्यवस्था गरेको छ नि। अनि म्याम यो व्यक्तिगत विवरण अन्तर्गत के कस्तो कुराहरू पर्छन् नि? यस अन्तर्गत चाहिँ व्यक्तिको पारिवारिक विवरण, रोजगारी सम्बन्धी विवरण, स्वास्थ्य परीक्षण विवरण, डिजिटल हस्ताक्षर, जैविक विवरण र ल्याप्चा शैक्षिक आदि जस्ता कुराहरू पर्दछन् नि। यी व्यक्तिगत विवरणहरूलाई चाहिँ कानुनले अनाधिकृत व्यक्तिलाई नदिने भनेर व्यवस्था गरेको भए तापनि कुनै पनि फौजदारी कसुरको अनुसन्धानको क्रममा चाहिँ सम्बन्धित निकाय वा व्यक्ति आएमा चाहिँ व्यक्तिहरूको चाहिँ व्यक्तिगत विवरणहरू चाहिँ दिन पाउने व्यवस्था गरेको छ नि। यस्तो कसो गर्ने व्यक्तिलाई के कस्तो सजाय छ नि? यस ऐन बमोजिम चाहिँ यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय भन्ने व्यवस्था गरेको छ नि। अनि पीडित व्यक्तिले कति समयभित्र र कहाँ गएर उजुरी गर्न सकिन्छ नि? पीडित व्यक्तिले थाहा पाएको मितिले 3 महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा गएर उजुर दायर गर्न सक्ने व्यवस्था रहेको छ नि। के तपाईँहरू पनि यस्तो काममा संलग्न हुनुहुन्छ? यदि हुनुहुन्छ भने